क्लेशनाशाय गोविन्दाय नमो गजाननं भूतगणादिसेवितं कपित्यजम्बोफलचारुभक्षणम् उमासुतशोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम् देवी प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वम् त्वमेश्वरी देवी चराचरस्य जय जय श्री राधा रमण जय जय नवल किशोर जय गोपी चित्तचोर प्रभु जय जय माखन चोर श्री राधा मेरी स्वामिनी मैं राधा जू को दास जन्म जन्म मलाई दीनु होस श्री चरण को वास नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। गङ्गातरङ्गरमणीयजटाकलापम् गौरी निरन्तरविभूषितवामभागम् नारायणः प्रियमनङ्गमदापहारम् वाराणसीपुरपतिं भज विश्वनाथम्
अखिल ब्रह्मांड नायक भगवान चराचर जगत का अधिपति चित्तचूर प्रभु नित्य निकुंज विहारी युगल सरकार श्री राधे गोविंद को चरण बिंदमा कोटि कोटि नमन बंदन। परम पूज्य सदगुरुदेव महाराज जी को चरण बिंदमा कोटि कोटि प्रणाम नमन। शुक्ला गंडकी को तट में अवस्थित बाबा शुक्लेश्वर महादेव को चरण बिंदमा कोटि कोटि नमन बंदन गर्दै श्रीजी टेलिभिजन को माध्यम ले हामीलाई प्रत्यक्ष प्रसारण हेरेर बस्नुहुने भगवान का भक्तहरू कथा प्रेमी भागवत भक्तजन र यस कथा को पंडाल में उपस्थित हुनुहुने भगवान का रसिक भावुक भक्तजनहरू हजुरहरू सबैका हृदयमा विराजित भगवानलाई कोटि कोटि नमन बन्दन गर्दै यस व्यास मञ्चको तर्फबाट म राधिका दासी हजुर सबैलाई अर्पण गर्न चाहन्छु प्रेम सहितको न्यानो अभिवादन। राधे 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 राधे। कृष्ण कन्हैया लाल को जय। श्रीमद् भागवत महापुराण को जय। श्री बोलबम महोत्सव को जय। हर हर महादेव। अब एकदम शान्त भएर कथा सुनौ है एकछिन, हुन्छ? सबैजना कथा सुन्न आउनु भयो नि? सबै आउनु भयो? ल एकदम शान्त भएर आज पद्मिनी एकादशी पुरुषोत्तम मास श्रावणको महिना अनि शुक्ला गण्डकीको तट शुक्लेश्वर बाबाको काख हामीलाई एकैचोटि प्राप्त भएको छ। हेर्नुहोस्, यस्तो सबै अवसर हामीलाई मिल्दैन नि, फेरि बार बार पाइँदैन। त्यही भएर यो शुभ अवसरमा आज त्यो पनि कृष्ण जन्म प्रकट उत्सव हुन्छ आज हाम्रो। हजुरहरू आज भगवानको यहाँ जन्म उत्सव मनाउँछौँ, यस्तो धुमधाम उत्सव मनाउँछौँ नि आज। हजुरले ल्याउनु भएको चकलेट, कापी, कलम, पेन्सिल मैले हिजो भनेको थिएँ नि, जे ल्याउनु भएको छ अगाडिको काउन्टरमा जिम्मा लगाउनु होला। अहिले पछि हामी उत्सव मनाउँछौँ यहाँ, भगवानको भारी उत्सव हुन्छ आज। भगवान श्री कृष्ण प्रभु यस धराधाममा हाम्रो यो पावन नगरीमा पदार्पण हुँदैछ भगवानको। केही क्षणपछि आज केही क्षण हामी श्री राधा नामको गुणगान गरौँ, श्री राधा रानीलाई पुकारौँ, जसको माध्यमले श्री कृष्ण प्रभुको प्राप्ति हुन्छ। राधा कृष्ण स्वरूपिणी भगवान स्वयं राधा कृष्णको स्वरूपमा अनि कृष्ण राधाकै स्वरूपमा हुनुहुन्छ। आउनुहोस् उनी राधाको नाम उच्चारणको साथमा कथालाई प्रारम्भ गरौँ। राधा सर्वेश्वर भगवानको जय। सबैले गाउनु होला है, हुन्छ नि? एकचोटि प्रेमले भन्नु त सबैले राधे 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 राधे। राधा 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 राधा। सबैले भन्नु होला प्रेम भावको साथमा, मधुर मधुर तालीको साथमा। राधा 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 राधा। सबैले भन्नु होला मिठो मिठो ताली बजाउँदै। राधा राधा। सबैले प्रेमले ताली सेवा गर्दै है सबैले।
सेवा गर्ने है। राधा 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 श्री राधे राधा 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 सबैले भनौँ प्रेमले राधा सबैले दुई हात माथि गरेर मिठो मिठो ताली बजाउनुहोस् सबैले सबैले भन्नु होला राधा 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 सबैले भन्नु होला राधा 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 श्री राधा 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 श्री राधे राधा 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 राधा
राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा श्री राधे राधा 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 आज को आनंद की जय। भगवान नाम कलयुग केवल नाम आधारा सुमिर सुमिर नर उतर ही पारा। भगवान नामले कलियुगमा एक एक छिन पार तराउँछ रे, अलिअलि गर्दै पार तराउँछ रे। त्यही भएर जति सक्नुहुन्छ भगवान नाम लिइरहनुहोस्। सबैजना बसिदिनु होला कृपया। आज धेरै भिड छ, शनिबार हो, अनि त्यो पनि एकादशी, अनि त्यो पनि साउनको महिना, अनि पुरुषोत्तम मास, चेवन धामको आनन्द, अनि आज त झन् कृष्ण जन्म उत्सव। भगवान अब एकछिनपछि आउनुहुन्छ। हजुरले ल्याउनु भएको चकलेट, माखन, मिश्री, कपी, पेन्सिल जे छ अगाडिको सचिवालयमा जिम्मा लगाइदिनुहोस् है हजुरहरूले। अनि पछि यहाँ समितिबाट हाम्रो भोलिन्टियर टिमहरूले चाहिँ यहाँ लिएर आउनुहुन्छ। अनि उत्सवमा हामी यहाँ हजुरहरूलाई बाँड्छौँ। भारी उत्सव मनाउँछौँ, नाच्ने गाउने आज बडो आनन्द हुन्छ। भगवान हाम्रो आज चेवन धाममा आउनुहुन्छ। यो चेवन धामको आनन्द उठाउन आउनुहुन्छ। अब सबैजना कथामा प्रवेश गरौँ। भक्तवत्सल भगवानको जय हो, आजको आनन्दको जय हो। हामीले पूर्व प्रसङ्गमा श्रवण गऱ्यौँ, बडो दिव्य झाँकी पनि दर्शन गऱ्यौँ। हिरण्यकश्यपुको लागि भगवानले पुरुषोत्तम मास बनाउनु भएको रहेछ भन्ने कुरा पनि जानकारी प्राप्त गऱ्यौँ। 12 महिनामा कुनै महिनामै नमरु भन्ने वरदान प्राप्त गरेको हिरण्यकश्यपुले ब्रह्माजीबाट उसले आखिरमा अन्त्य निश्चित भयो। कारण थियो केवल पुरुषोत्तम मास। भगवानले पुरुषोत्तम मासको निर्माण गर्नु। ल एकचोटि राधे राधे भनौँ त। अब एक काम गरिदेऊ न लु त। एक काम के गरौँ भने नि भजनको बेला मात्रै पूजा गर्न छोडिदेऊ न कृपया। लु न बसौँ त। बिचरा पछाडि बस्ने आमाहरू यताबाट टाउको घुमाउनुहुन्छ, घरि उताबाट मुख छेलिएर नि, होइन? सबैजना बसिदेऊ न एकैछिन। ल छिटो छिटो पूजा गरेर जाउँ त। ल एउटा टुक्का भजनमा। अब अरू सबैजना बसिदेऊ है त। हरि भक्तवत्सल भगवानको जय। हरि राम नाम जपेरा पार तरने हो। राम नाम जपेर पार तरने हो। हरे जिंदगी को भर छैन कहिले मर्ने हो। हरे राम नाम जपेर पार तरने हो। जिंदगी को भर छैन कहिले मर्ने हो। राम नाम जपेर पार तरने हो। जिंदगी को भर छैन कहिले मर्ने हो। सबैले ताली स्वागत श्री राधे। जपेरा पार तरने हो। जिंदगी को भर छैन कहिले मर्ने हो। राम नाम जपेरा पार तरने हो। जिंदगी को भर छैन कहिले मर्ने हो। मेरा पार तरने हो। जिंदगी को भर छैन कहिले मर्ने हो। राम नाम जपेर पार तरने हो। जिंदगी
कहिले मर्ने हो हाम्रो जिन्दगीको घर छैन कहिले मर्ने हो हाम्रो जिन्दगीको घर छैन कहिले मर्ने हो श्री हरि भगवानको जय आजको आनन्दको जय हो ल अब सबैजना बस्छौँ एकछिन अब ल बस्छौँ त हामीले हिजो कथामा सुन्यौँ भक्त प्रहलादका लागि भगवान नृसिंह अवतार धारण गरेर यो धरतीमा आउनुभएछ बोल्नुहोस् नृसिंह भगवानको अनि त्यो पनि यो पुरुषोत्तम मासमै आउनुभएछ त्यही भएर त भगवानले स्वयं श्री नारायणले आफ्नो नाम प्रदान गर्नुभयो पुरुषोत्तम पुरुषोत्तम भगवान स्वयं नारायणको नाम पुरुषोत्तम भगवान श्री राम मर्यादा पुरुषोत्तम पुरुषोत्तम भनेको श्री कृष्ण पूर्ण पुरुषोत्तम स्वयं प्रभुको नाम स्वरूप यो पुरुषोत्तम मासको नाम प्रदान गर्नुहुन्छ अब यहाँ भक्त प्रहलादले एउटा बडो सुन्दर भाव बताउनु भएको छ कि भगवानलाई प्राप्त गर्ने जम्मा 9वटा मार्गहरू छन् अरे नवदा भक्तिको ज्ञान छ अरे अब भगवानलाई प्राप्त गर्न चाहने त हामी सबै छौँ एकपटक राधे राधे भनौँ त अब भगवानलाई भेट्न जाने 9वटा बाटो छ अरे 9 मार्ग त्यो 9वटा बाटो के हो त सुन्नुहोस् है त भगवानलाई भेट्न चाहने इच्छा सबैको छ सबैको छ छन चाहिँ छ तर कथामा गएर हल्ला गर्न खुब मन लाग्छ फेरि एकचोटि राधे राधे भन्नु अनि थाहा पाउनु पनि त पर्यो फेरि भगवानलाई भेट्न जाने 9वटा मार्ग छन् अरे ती 9 मार्गहरू के हुन् सुन्नु है त श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वंदनम दास्यम सख्यमात्मनिवेदनम भगवानलाई प्राप्त गर्ने 9वटा मार्गहरू पहिलो नम्बरमा श्रवणम कथा ध्यान दिएर सुन्नु पनि के रहेछ भगवानलाई प्राप्त गर्ने एउटा बाटो रहेछ हेर्नुहोस् अब अहिले हजुरहरू त कथा बडो ध्यानले सुन्न थाल्नुभयो कहिलेकाहीँ मन जाँदैन नि कथामा तब त्यति बेला चाहिँ कथा हेर्नुहोस् हजुरहरू मात्रै सुन्दै हुनुहुन्न नि यहाँ टेलिभिजनबाट हेर्नुहोस् त कति 4-5 लाख भक्तले हेर्दैछन् अनि त्यहाँ हेर्ने मान्छेले के भन्छन् फेरि हो शुक्ला गण्डकीका भक्त त कति हल्ला गरेका कथा सुन्न पाउँदा पनि सुन्नै मन गर्दा रहन्छन् भन्लान् फेरि त्यही भएर एकदम आनन्दले कथा सुन्नु होला है एकचोटि भन्नु राधे राधे ल आनन्दपूर्वक पहिलो नम्बरमा रहेछ श्रवणम दोस्रो नम्बरमा कीर्तनम भगवानको कीर्तन गर्नु अघि हामीले भर्खर कीर्तन गऱ्यौँ राधा 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 जाप गऱ्यौँ कि होइन एकचोटि राधे राधे भनिदिनुहोस् त राधे राधे यही हो कीर्तनम भगवानको नामलाई गुणगान गर्नु गाउनु अब हामी त अनेक अनेक शब्द बनाएर भजन बनाउँछौँ हो कि होइन त्यो चाहिँ भजन हो भजनमा हामी नाच्छौँ तर भगवानले के भन्नुभयो कीर्तनम भन्नुभएको छ है यो कुरा ध्यान दिनु होला नि सबैले कीर्तन भनेको चाहिँ केवल भगवानको नाम हुन्छ जस्तै श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव केवल भगवानको नाम छ हो कि होइन अरू कुनै शब्द छ छैन रघुपति राघव राजा राम पतित पावन सीताराम कसैको नाम छ छैन केवल भगवानको नाम छ राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे कसको नाम छ भगवानको मात्रै नाम छ हो जो भगवानको मात्रै नाम छ भने सम्झिनु त्यो के हो त्यो कीर्तन हो के हो भोलि फेरि सोध्छु अब आज सिकाएँ नि के अरे त्यो कीर्तनम अब सुन्नु है भगवानलाई भेट्ने दोस्रो बाटो पहिलो बाटो हो श्रवणम अर्को कीर्तनम अर्को विष्णु स्मरणम भगवानलाई स्मरण गर्नु हेर्नुहोस् भगवानलाई कतिको याद गर्नुहुन्छ याद त आउँछ तर कति बेला आउँछ दुःख परेको बेला आपत आइपरेको बेला सुखमा कहाँ याद आउँछ
दुःख आयो कि हे भगवान् भन्न आइहाल्छ। हेर्नुहोस्, सुखमा भगवान् याद आउँदैन नि, जब जब दुःख आउँछ तब तब भगवान् याद आउँछ। त्यही भएर त कुन्ती फुपूले एउटा वरदान माग्नु भएको थियो, अस्ति मैले सुनाएँ नि। कुन्ती माताले के भन्नुभयो, हे भगवान् यदि मलाई साँच्चै केही दिन चाहनुहुन्छ भने जीवनभर दुःखै मात्रै दिनु भन्नुभयो। किन? किनभने दुःखको बेला बडो याद आउँछ, सुखमा आउँदैन याद। अनि कस्तो दुःखको बेला याद आउँछ भने हृदयदेखि आउँछ के। जहाजमा उड्दै हुनुहुन्थ्यो, उड्दा उड्दै उड्दा उड्दै पाइलटले भनेछ अब त प्लेन झर्न आँटो, अब भगवान् भरोसा भनौँ भने कसरी भगवान्को नाम आउँछ भन्नु त? न छोराको आउँछ न छोरीको आउँछ, हे भगवान् हे भगवान् हे भगवान् आउँछ। कहाँबाट आउँछ? अन्तर हृदयबाट आउँछ। त्यति बेला केवल भगवान् भरोसा भन्ने बित्तिकै अनि भगवान् पुकार्छ। त्यसरी नै पुकार हुनु पर्यो, त्यसरी नै स्मरण हुनु पर्यो, भगवान् विष्णु स्मरणम। अर्को छ पाद सेवनम, भगवान्को चरणको सेवा गर्नु रे। मन्दिर जानुहुन्छ सबभन्दा पहिले शिरमा तिलक लगाउन पुग्नुहुन्छ, भगवान्लाई पहिले चरणमा पूजा गर्नु। कहाँ कहाँ पूजा गर्ने? चरणमा। भगवान्लाई सबभन्दा पहिले चरणको सेवा गर्नु। अरू केही लिएर जानु भएको छैन, फुल अक्षता चन्दन छैन भने पनि यसो चरण दबाइदिनु, देवी भगवतीको चरणमा यसो दबाइदिनु, प्रभु यति नै सेवा गर्न जाने है मैले, भगवान्सँग भन्नु। त पाद सेवनम। अर्को अर्चनम, अर्चना गर्नु, वन्दनम, वन्दना गर्नु। सख्यमात्मा, हेर्नुहोस्, सखा भाव राख्नु, दास्य भाव राख्नु है। दास्य भाव भनेको दासी, दासको पनि दास, आफूलाई दास्य भावमा राख्नु, भगवान्को दास भन्ने सम्झिनु आफूलाई। किनभने भगवान्ले हामीलाई चलाउँदै हुनुहुन्छ, हो कि होइन? कसले चलाएको छ हामीलाई? उनै प्रभुले चलाउँदै हुनुहुन्छ। जन्म दिने उही, मृत्यु पनि गराउने उही, हाम्रो जीवन चलाउने पनि उही, सृष्टिकर्ता उही, संहारकर्ता उही, पालनकर्ता उही। हामी सबै नाटक गर्न आएका यो धरतीमा, सबजना नाटक गर्नुहुन्छ। आफ्नो आफ्नो नाटक पुरा भएपछि सबैजना जानुहुन्छ, हो कि होइन? हेर्नुहोस् त, सबै नाटक गरेर जाने। जन्म मृत्यु विवाह मान सम्मान इज्जत प्रतिष्ठा सबै लेखेर पठाउनु भएको छ, कसले कति भोग्नु छ यो संसारमा। त्यही भएर यहाँ सख्यमात्म सखा अनि दास्य भाव राख्नु रे। अनि आत्मनिवेदनम, शरणागत हुनु रे। आफूले आफूलाई भगवान्लाई अर्पित गरिदिनु शरणागत भावमा। प्रभु म जस्तो छु, म जे छु, म हजुरको हुँ भनेर भन्नु है। एकचोटि भन्नु त राधे राधे। एकचोटि दुवै हात माथि गरेर भन्नु राधे राधे। अझै जोडसँग भन्नु राधे राधे। अब हेर्नुहोस्, यो भगवान्को दरबारमा हात किन उठाएको थाहा छ? भक्तवत्सल भगवानको यो हात किन उठाएको? ल भन्नु त, हात किन उठाएको? हजुर के भन्नुभयो? भगवान्को अगाडि के गरेको? आत्मसमर्पण। उहाँले मेरो कथा हेर्नु हुँदो रहेछ टिभीमा, मैले बुझेँ अब चाहिँ। ल एकचोटि राधे राधे भन्नु त। भगवान्को अगाडि आत्मसमर्पण गरेको। म जस्तो छु प्रभु, म जे छु, म हजुरको हुँ है। म केवल, म पापी हुँला, म किञ्चन छु, मूर्ख छु, पटमूर्ख छु, अज्ञानी छु। कहिले बोलीले बिजाउँछु त कहिले बुद्धिले बिजाउँछु, कहिले कामले बिताउँछु, कहिले ममा धेरै अज्ञानता छ। तर प्रभु जति फोरी भए पनि, जति दुष्ट भए पनि म चाहिँ कसको हुँ? म हजुरको हुँ। भगवान्लाई त्यसरी अर्पित गरेको। भक्तवत्सल भगवानको बस यसरी यही भावले हात उठाएर समर्पण गरिदिनु भगवान्लाई। त्यही भएर आत्मनिवेदनम, भगवान्प्रति समर्पित हुनु। यी 9वटा मार्गहरू भगवान्लाई प्राप्त गर्ने बाटोहरू हुनुहुन्थ्यो। त्यही भएर सजिलो मार्ग छ एउटा, त्यो हो कीर्तनम। हेर्नुहोस्, सबभन्दा सजिलो यही कीर्तनम छ यो कलियुगमा। नाम कीर्तन गर्न बडो सजिलो छ। राधा 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 भने पनि भयो, शिव 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 भने पनि भयो। एउटा शिव महापुराणमा एउटा कथा छ, सुन्नु है। एक गरिब भक्त रहेछ। त्यो गरिब भक्तले
के गरेछन् उनको बिहान बेलुका काम गरेर दाउरा काटेर ल्याएर घर गुजारा गर्ने, कहिले भगवानको सेवा गरेको पनि थिएन, भजन गरेको पनि थिएन। जे जसो चल्थ्यो काम चलाउने। एक दिन के भयो त भन्दा दाउरा काट्न भनेर गएछन्, लिएर आउँछु र त्यही बेचेर बेलुकाको भोजन टार्नु पर्नेछ भनेर जङ्गलतिर गएछन्। जाँदाखेरि जङ्गल धेरै भित्र 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 पुगे, कहीँ दाउरा भेटिएन, कहीँ दाउरा भेटिएन। अब के गरौँ त के गरौँ भन्दा त्यति बेला एउटा रुखमाथि चढेर पुरानो हाँगो काट्न थालेछन्। यही भए पनि लिएर जान्छु भनेर जाँदै थिए, कहीँ नभएको पानी बर्सियो। अब एकदम घनघोर बादल गर्जियो। हेर्नुहोस्, पानी बर्सेपछि गरौँ त के गरौँ, अब कसो गरौँ, बडो चिन्तामा परे। अब अन्धकार भयो, राति पर्न लागिसक्यो, घर जाने स्थिति आएन। अब त्यो रुख छोडेर अलि पर गएर अलिक धेरै झाडी भएको रुख, पत्ता धेरै भएका रुखमाथि एउटा सानो सानो बोट रहेछ, त्यही रुखमाथि चढेर रातिको यहीँ बिताउँछु आजको राति भन्न लागेछ। गर्दै थिए, राति जाडो भएछ, कहीँ नभएको जाडो। फागुनको महिना थियो, कतै नभएको जाडो भयो। अब गरौँ त के गरौँ। त्यो जाडोले सिउ 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 गर्दै एउटा एउटा रुखका पत्ता भुइँमा फाल्न थाले, एउटा एउटा रुखका पत्ता भुइँमा फाल्न थाले। भगवान शङ्कर प्रकट हुनुभएछ। बोल्नु शिव शङ्कर महादेवको हर हर महादेव, हर हर महादेव। अब भोले बाबा प्रकट भएर भन्नुभयो, अरे भक्त म तिमीबाट प्रसन्न भए। छक्क परे तिनीले, किन न भगवानको नाम लिएको छ, न केही साधना गरेको छ, न सेवा गरेको छ। कसरी प्रकट हुनुभयो प्रभु भनेको, तिमी चढेको वृक्ष बेल पत्रको वृक्ष हो। यो वृक्षको तल एउटा शिवलिङ्ग छ, तिमीले रातभरि शिव 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 भन्दै पत्र तोड्दै बेल तलको शिवलिङ्गमा छोड्यौ, त्यही भएर म प्रसन्न भएँ भनेर भन्नुभयो। हेर्नुहोस् त, अन्जानमा रुखमाथि चढेका जाडोले सिउ 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 गरेर तल भएको शिवलिङ्गमा त्यो माथिको बेलपत्र तोड्दै फाल्दै गर्दा पनि के भयो त, भगवान भोले बाबा प्रसन्न भएर आफ्नो धाम प्रदान गर्नुभयो। बोल्नु शिव शङ्कर महादेवको हरे। उनै शिवजीको, उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। उनै शिवजीको, उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। उनै शिवजीको, उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। शिवजीको, नै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। नै शिवजीको, नै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। जय भोले। उनै शिवजीको, नै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। उनै शिवजीको, उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको। हरि नाकको माला बाको छाला चन्द्रमाको टिको। हरि नाकको माला बाको छाला चन्द्रमाको टिको। हरि उनै शिवजीको, उनै शिवजीको त्रिशूल हातमा
गौरी साथमा चन्द्रमा कोटीको नै शिवजीको नै शिवजीको त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको नै शिवजीको नै शिवजीको त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको जय भोले जय हो श्रीजी टेलिभिजनका साथीहरू यो ढल्ला है क्यामेरा ध्यान दिनु होला जय राधे जय शम्भो नै शिवजीको नै शिवजीको त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको नै शिवजीको नै शिवजीको त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको जय गौरी शिवजीको नै शिवजीको त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको नै शिवजीको नै शिवजीको हर हर महादेव गौरी साथमा चन्द्रमा कोटीको हरि त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको हरि त्रिशूल हातमा गौरी साथमा चन्द्रमा कोटीको शिवशङ्कर भोलानाथको जय हो ल अब आउनुहोस् अब केही क्षण कथा श्रवण गरौँ भगवानको कथाको आनन्द उठाउँ अगाडि कथा प्रसङ्गमा श्री सुखदेवजी परीक्षित महाराजलाई भन्नुहुन्छ तामस मनुको राज्यमा भगवानले हरिरूप धारण गरेर यहाँ गजराजलाई रक्षा गर्नु पर्यो गजराज भनेको हात्तीलाई हेर्नुहोस् भगवानले पनि हात्तीको कसरी रक्षा गर्नुभएछ त अब कथा सुनौ है अलिकति एउटा त्रिकुट नाम गरेको पर्वतको छेउमा गजराज बस्दथे अरे एउटा हात्तीका राजा बस्दा रहेछन् त्रिकुट पर्वत छेउमा हात्तीका राजा बस्दा रहेछन् अनि ती हात्तीका चाहिँ 10,000 वटी पत्नी रहेछन् अनि 10,000 पत्नी 1,000 हात्तीको बल रहेछ त्यो हात्तीमा 1,000 हात्तीको बल अब त्यो हात्तीलाई घमण्ड भएछ कि के घमण्ड भएछ भने अब मसँग त 10,000 वटी पत्नी छन् 1,000 हात्तीको बल छ म जङ्गलको राजा मलाई के कमी छ र अब भगवान फेरि घमण्डलाई पहिले तोडिहाल्नुहुन्छ है हेर्नुहोस् घमण्ड जीवनमा नि भगवानसँग माग्दा सब थोक माग्नु सुख शान्ति समृद्धि धन सम्पत्ति मोक्ष सब माग्नु तर घमण्ड चाहिँ माग्दैन माग्नु है आइहाल्यो भने पनि भगवान मबाट भुल भएछ भनेर छोडिहाल्नु होला घमण्ड जीवनमा आयो भने भगवानले यसरी तोड्नुहुन्छ कि आजको करोडपति भोलि रोडपति बन्छ हेर्नुहोस् एक छिन पनि लाग्दैन त्यही भएर आज हात्तीलाई बडो घमण्ड भयो कस्तो घमण्ड ममा त 1,000 हात्तीको बल छ 10,000 पत्नी छन् ममा के कमी छ र एक दिन एउटा सरोवरमा गएर स्नान गर्न तलाउमा गएका एउटा गोही आएर चरण समात्यो चरण टोक्न पुगेछ गोहीले आएर अब हात्तीलाई लाग्यो ममा 1,000 हात्तीको बल छ यो सानो एउटा गोहीले मलाई के गर्छ र तब त्यो गोहीलाई हटाउन निकै प्रयास गरे एकचोटि दुईचोटि होइन बार बार झड्किँदा पनि गोही गएन त्यहाँबाट हटेन तब अन्तमा बिहानबाट साँझ हुन लाग्यो तर गोहीले खुट्टो छोडेन अब पत्नीहरूलाई बोलाउनु पर्यो भनेर पत्नीहरूलाई बोलाएछ पत्नीहरू आए सबैले त्यो गोहीलाई हटाउन बार बार प्रयास गरे तर कसैले पनि सकेनन् हेर्नुहोस् एक एक गर्दै सबै पत्नीहरूले छोडेर गए अब छोराछोरीलाई बोलाए छोराछोरीले पनि एक एक गर्दै छोडेर गए हेर्नुहोस् हाम्रो पनि जीवनमा यस्तै हुन्छ है याद गर्नु होला जबसम्म हजुरसँग नि धन छ के छ अलि जोडले भन्नुहोस् के छ धन छ पद छ प्रतिष्ठा छ इज्जत छ भने नि
चिन्दै नचिनेको मान्छे पनि म फलानाको 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 फलाना के चिन्नु भएन भन्दै आउँछ, हो कि होइन? जुन दिन सक्यो नि त्यो दिन एउटै गर्भबाट जन्मेको दाजुभाइले मुख फर्काएर हिँड्छ। हेर्नुहोस्, यो सत्य हो। यो जबसम्म छ तबसम्म सबै आफ्नो, छैन सब बिनानो पराई। तर संसारका सबै व्यक्तिले तिरस्कार गरे पनि नि कोही एउटा छ जसले हामीलाई माया गरिरहेछ, प्रेम गरिरहेछ, त्यो हो भगवान। याद गर्नु होला, एकपटक राधे राधे भन्नुहोस् त। त्यही भएर हेर्नु, जीवनमा नि भगवानसँग सब थोक माग्नु, सब चिज प्राप्त होस्, तर अहङ्कार घमण्ड जीवनमा कहिल्यै नहोस्। यसले त जीवनमा नि यति ठुलो असर पार्छ कि भगवानले के गर्नुभयो गजराजलाई, सबले छोडेर गए। तब गजराजलाई लाग्यो अब म मर्दैछु। जब प्राण जाने बेला आउँछ नि, त्यो प्राण जाने समय केवल एउटै परमात्माको याद आउँछ। हेर्नुहोस्, सानो भर्खर जन्मिएको बच्चा भर्खर बामे सर्दैछ, बामे सर्दै सर्दै गरेको बच्चाको अगाडि एक मुठो पैसा अनि एउटा खेल्ने कुरा राखिदिनुहोस् त, के छान्छ त्यसले? के छान्छ? अलि जोडले बोल्नु, के छान्छ? अब त्यही सामान हाम्रो अगाडि राखिदियो भने भन्नुहोस् त अलि? पैसा। अब मर्न लागेको व्यक्ति, प्राण जान आँटेको छ, कोही छैनन्, त्यति बेला कसैले आएर भन्छ कि तिमीलाई म यो दिन्छु त्यो दिन्छु यो दिन्छु, त्यो बेला के चाहन्छ त्यसले? भन्नुहोस् त। त्यति बेला केवल भगवानको साथ होस्, मेरो मोक्ष होस् भन्छ त्यसले। हेर्नुहोस्, अन्तिम समयमा त्यति बेला मात्र याद आउँछ कि भगवान मेरो मोक्ष होस् है, यो जीवनमा अब मेरो एकछिनमा मेरो प्राण जाँदैछ। जब थाहा भयो कि अब म मर्दैछु भने त्यति बेला नि उसलाई केही चाहिँदैन। हेर्नुहोस्, त्यो बेला बस चाहिन्छ त केवल प्रभु हजुरको साथ चाहिन्छ भन्छ उसले। भगवान सम्झिन्छ, प्राण जाने बेला याद आउँछ। त्यही भएर आज गजराजलाई लाग्यो कि मेरो कोही छैन, अब मैले भगवानलाई पुकार्नुपर्छ। तब घिस्रिँदै घिस्रिँदै गएर बिचमा एउटा कमलको फुल रहेछ, त्यो कमलको फुललाई सुँडले तोडेर भगवान श्री हरिलाई याद गरेर, हे गोविन्द, कोही छ त मेरो हजुर हुनुहुन्छ, मेरा 10,000 पत्नीले छोडे, सब छोराछोरीले छोडे, आज म एक्लो भएँ। जुन दिन एक्लो हुनुहुन्छ नि, सब द्वार बन्द हुन्छ, त्यति बेला भगवानको द्वार याद आउँछ। भगवान त मेरो साथ हुनुहुन्छ, कोही नभएर पनि कोही त छ मसँग। बस यो आशा, यो भरोसा राख्छ क्या मान्छेले। आज त्यस्तै गजराजले पनि त्यो भाव राख्यो। भगवान गरुड लिएर आउनुभयो र सबभन्दा पहिले ग्राह यानी कि गोहीको उद्धार गर्नुभयो। सुदर्शन चक्रले शिर छेदन गरिदिनु। अब परीक्षित महाराजले यहाँ प्रश्न गर्नुभएछ, यहाँ भगवानलाई बोलाउने को थियो? भगवानलाई बोलाउने को थियो? कसले भगवानलाई बोलायो भन्नु त? अब हेर त, कथा सुनाउँदा सुनाउँदा गऱ्यो बिर्सिहाल्यो। अहिले भर्खर सुनाए, कसले भगवानलाई बोलायो? हात्तीले, हो कि होइन? गजराजले भगवानलाई बोलाएको हो कि होइन? अब भगवान आएर उद्धार कसको गर्नुभयो? कसको उद्धार गर्नुभयो? गोहीको उद्धार गर्नुभयो। उल्टो भयो, हो कि होइन? बोलाउने को थियो? हात्ती थियो। उद्धार कसको भयो? गोहीको भयो। परीक्षितले प्रश्न गर्नुभयो, बोलाउने गजराज, उद्धार भयो गोहीको, यो त उल्टो भयो नि। तब भगवानले पछि मात्र गजराजको उद्धार गर्नुभयो। किन? किनभने भगवानले भन्नुहुन्छ, जसले मेरो भक्तको चरण समाउँछ त्यसको पहिले म उद्धार गर्छु भन्नुहुन्छ। एकचोटि भन्नु राधे राधे। ल हेर्नुहोस्, त्यही भएर हामी सबैलाई एउटा सद्गुरु प्राप्त होस्। जीवनमा एउटा गुरु चाहिन्छ, जसको चरण पक्रिँदा भगवान प्राप्त हुन सकोस्, जसको कृपाले हामीलाई त्यो परम तत्त्वको ज्ञान होस्। हेर्नुहोस्, जीवनमा नि त्यही भएर एउटा गुरु अवश्य बनाउनु, जसको कारणले भगवान प्राप्त हुन सकोस्, त्यो भगवत तत्त्व मिलोस्। ध्रुवजीले गुरु बनाउनु भयो, भगवान मिल्नुभयो। प्रहलादजीले गुरु बनाउनु भयो, भगवान प्राप्त हुनुभयो। त्यही भएर जीवनमा एउटा सद्गुरु प्राप्त होस्। बोल्नु सद्गुरुदेव महाराजको जय जय। यसरी भगवानले ग्राह र गजराजको उद्धार गर्नुहुन्छ। अघि
इन्द्रलाई एक श्राप प्राप्त हुन्छ, श्री क्षय भएर जाओस् भनेर। र माता लक्ष्मी गएर समुद्रमा बस्दिनुहुन्छ र समुद्र मन्थन गर्नुपर्ने हुन्छ। र समुद्र मन्थन गर्नलाई सब देवता अनि दैत्यहरू मिलेर समुद्र मन्थन गर्न तयार हुन्छन्। तर समुद्र मन्थन गर्न सबभन्दा पहिले चाहियो मदानी। बुझ्नुहुन्छ मदानी भनेको? थाहा छ नि मदानी? आजकल त मिक्सरले दही बनाउँछ, मोही बनाउँछ होइन। पहिले पो ठेकीमा हुन्थ्यो त, हो कि होइन? ठेकीमा के राख्नु पर्थ्यो? मदानी। अनि मदानीमा एउटा नेती चाहियो, हो कि होइन? डोरी चाहियो नि, नेती चाहियो। त्यो बिना नेती कसरी घारा गरेर हुन्छ फेरि? एकचोटि भन्नु राधे राधे। अब त्यस्तै समुद्र मन्थन गर्नलाई पनि बडे मानको मदानी चाहियो। त मदानी केलाई बनाउने? मद्राचल पर्वतलाई बनाउने भने। अब मद्राचल पर्वत त कसैले उठाउनै सकेन, भगवान् आफै गएर उठाएर समुद्रमा खसालिदिनु भयो। तर मदानी नै डुब्न लाग्यो। अब मदानी डुब्यो भने कसरी समुद्र मन्थन हुन्छ फेरि? तब भगवान्ले त्यति बेला कच्छप यानि कछुवाको रूप धारण गरेर त्यो मद्राचल पर्वतलाई धारण गरेर तल बस्दिनु भयो। बोल्नुहोस् कच्छप भगवानको। अब भगवान्ले कच्छप रूप धारण गर्नुहुन्छ। अगाडि अब समुद्र मन्थन गर्न नेती पनि चाहियो, हो कि होइन? अब नेती चाहिँ केलाई बनाउने भन्दा बासुकी नागलाई नेती बनाउने। नाग आएर फनफनी बेरिए। अब नागको मुखतिर देवता, पुच्छरतिर दैत्य बसेछन्। दैत्यले सल्लाह गरेछन्, होइन यो बासुकी नागको मुखबाट चाहिँ अमृत फुत्त निस्क्यो भने के गर्ने फेरि? हामी चाहिँ मुखतिर जाउँ, यी देवतालाई चाहिँ पुच्छरतिर पार्नुपर्छ भनेर मुखतिर दैत्य गएछन् अनि पुच्छरतिर चाहिँ देवता गएछन्। भगवान् मुस्कुराउनु भएछ। अहिले समुद्र मन्थन गर्दा आगो निस्किन्छ मुखबाट, अमृत होइन यसको। आगो निस्केपछि यिनीहरू पसिना पसिना हुन्छन् भनेर समुद्र मन्थन प्रारम्भ भयो। विशाल समुद्र मन्थन प्रारम्भ भयो। दैत्य दानव सब देवी देवता सब लागेर समुद्र मन्थन गर्दै थिए। सबैले सुनेका थिए समुद्र मन्थनबाट अमृत निस्किन्छ। ठीक उल्टो भयो, कालकुट विष पैदा भयो। यस्तो डरलाग्दो विष निस्क्यो, सबैलाई जलाउन लागेछ। भतभती पोल्न लाग्यो, आगोले जस्तै पोल्दैछ, आगोले जस्तै भतभती पोल्दैछ। अब सबैजना आत्तिएर भगवान् नारायणलाई गएर भनेछन्, हे प्रभु के गरौँ? त्यो विषले त हामीलाई जलाउन लाग्यो, भतभती पोल्न लाग्यो, कहाँ जाने अब? भगवान् नारायणले भन्नुभयो, उनै भोले बाबा समक्ष जाओ। भगवान् शङ्कर, तिमीहरूले यत्रो ठुलो समुद्र मन्थन गर्यौ तर भोले बाबालाई बोलाउन बिर्सेछ हेर त। ल जाऊ अब गएर कैलाशमा गएर भोले बाबालाई मनाऊ भनेर आज सबैलाई पठाउनु भयो। र सब देवी देवता गएर आज भगवान् शङ्करलाई मनाउँदै हुनुहुन्छ। शिवशङ्कर भोलानाथको हरे। पछाडिको बत्ती बालिदिनु होला, अलि अँध्यारो देखियो। ल बत्ती पनि बालिदिनु होला है साथीहरू, कतापट्टि हुनुहुन्छ अलि अँध्यारो देखियो पछाडिपट्टि। ल त बत्ती बालिदिनुहोस् है। हरे सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई। सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई। सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई। मथुरा वृन्दावन घुम्नलाई। जय राधे जय भोले। पछाडिको नाच कम भयो है, पछाडिको यतापट्टि ल त। वृन्दावन जाने दही चोरी खाने गोपिनी राधे गोपिनी नचाउने। कहिले कृष्ण कहिले राम बने भक्तलाई बचाउने, भक्तलाई बचाउने।
घुम्नलाई हे मथुरा वृन्दावन घुम्नलाई जय राधे जय हो ल है नाचौ है एकछिन सबैजना ल त यतापट्टि कम भयो है ल है कम भयो यतापट्टि ल है जय हो जय हे जय हे जय हे हरे यमुना तीरमा मयूर पक्षमा मुरली हातैमा गाई र बाछा ग्वाला र बाला राधाजी साथैमा ए सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई ए सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई ए मथुरा है यता अझै एकैछिन अब सबैजना ल त यतापट्टि यता दाहिनेपट्टि कम भयो है नाचेको ल त ए हे ल त थाली पनि बजाऊ है ननाच्नेले जय राधे जय हे हरे मोहनी लाउने बाँसुरी फुक्यौ यमुना तिरैमा घमण्ड नाच्न ताण्डव नाच्यौ कालिया शिरैमा ए सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई ए सँगसँगै लान्छौ र कृष्ण मथुरा वृन्दावन घुम्नलाई हे मथुरा वृन्दावन घुम्नलाई हे मथुरा वृन्दावन घुम्नलाई हे मथुरा वृन्दावन घुम्नलाई हे मथुरा वृन्दावन घुम्नलाई हरे रामलाई आखी लाउला ल सबैजना उठाऊ है आज एकादशीको फल पाइन्छ है नाचे भने ल त सबैजना रामकै पछि मै जाउला ल उठाऊ उठाऊ ल है उठाऊ त सबैजना यता पछाडि ल पछाडि रामकै पछि मै जाउला रामकै पछि मै जाउला रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला जय श्री राम ल है जय हो रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला हे भगवान रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला रामलाई अघि लाउला रामकै पछि मै जाउला रामकै पछि मै जाउला हरे हरे जाउला बैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै जाउला बैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै
जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै ले हे नाच ले हे भले ले हे शाबाश ले हे जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै हे बाबा जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै बजाउँदै हरे भक्तवत्सल भगवान को जय आज को आनंद को जय जय समादरणीय भक्तजन अब हामी आउनुहोस् कथा प्रसङ्गमा श्रवण गरौँ। अब कृष्ण जन्म उत्सव मनाउँछौँ हामी एकछिनमा। भगवानको प्रगट उत्सव हुँदैछ आज। कस्तो पावन समयमा उत्सव हुँदैछ भने श्रावणको महिना एकादशीको दिन अनि शुक्ला गण्डकीको तट पुरुषोत्तम मास सबै मिश्रित छ। अब हामी केही क्षण भगवानको कथाको आनन्द लिन्छौँ। एकपटक भन्नु त सबैले राधे राधे। आज प्रेमले भनिदिनुहोस् राधे 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 कृष्ण कन्हैया लाल की जय आउनुहोस् अगाडि कथा प्रसङ्गमा प्रवेश गरौँ। अगाडि समुद्र मन्थनमा विभिन्न घोडा ऋषिमुनि पारिजात अनेक प्रकारका रत्नहरू प्रकट हुन्छन्। अन्त्यमा अमृतको घडा प्रकट भए पश्चात ती दैत्यहरूले लिन्छन् र पछि भगवानले त्यो अमृतलाई सम्पूर्ण देवताहरूलाई पान गराउनुहुन्छ। मोहिनी रूप धारण गरेर र दैत्यसँग युद्ध गरिसके पश्चात देवताहरूको जित हुन्छ। दैत्यहरूको हार हुन्छ। दैत्यका राजा बलिले 100 यज्ञको सङ्कल्प लिएर दैत्यका गुरु शुक्राचार्यलाई लिएर यज्ञ प्रारम्भ गर्नुहुन्छ। 100औं यज्ञको समयमा भगवान वामन जानुहुन्छ र बलिलाई 3 पग भूमि हरण गर्नुहुन्छ र 3 पग भूमि हरण गरेर सुतल लोक प्रदान गर्नुहुन्छ। बोल्नुहोस् वामन भगवानको। कथा यति धेरै लामो छ कि हामीसँग समय नै छैन, त्यही भएर कथालाई मैले संक्षेप रूपमा हजुरहरू समक्ष राखेँ। योभन्दा अगाडि एकादशीको महिमा छ। आज कतिजनाको व्रत छ एकचोटि हात उठाउनु त हेरौँ। एकादशीको व्रत सबैको छ? ल एकचोटि भन्नु त राधे 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 राधे। ल हेर्नुहोस् अब एकादशीको महिमा आजै सुन्न पायो। हेर्नु त भाग्यमानी हो कि होइन हजुरहरू? ल हेर्नुहोस् सबै शान्त भएर सुन्नु होला है त। एक अम्बरीश नाम गरेका राजा जसले चाहिँ एकादशीको व्रत राख्नुहुँदो रहेछ। अब एकादशीको व्रत कसरी राख्नुहुँदो रहेछ सुन्नु है। सबभन्दा पहिले त एकादशीको व्रत सकिन्छ भने निर्जला राख्नु अरे। निर्जला भनेको कस्तो कस्तो रे? पानी नपिकन सकिन्छ भने। सकिँदैन भने पानी पिएर राख्नु। त्यो पनि सकिँदैन भने कन्दमूल यानि कि फलफुल खाएर बस्नु रे। त्यो पनि सकिँदैन भने 1 छाक अन्न खाएर बस्नु। त्यो पनि सकिँदैन, 2 छाकै खानु। एकादशीको व्रत अम्बरीश राजा निर्जला बस्नुहुन्थ्यो। बुझ्नुभयो नि? निर्जला पानी नपी बस्ने अनि राति जागराम बस्ने। अनि द्वादशीको दिन भनेको भोलि चाहिँ के हो त? द्वादशी भनेको ब्राह्मण भोजन गराउने दिन हो। भोलि दान गर्ने दिन हो।
अनि द्वादशीको दिन चाहिँ ब्राह्मण भोजन गराउनुहुन्थ्यो अम्बरीश राजा। एक दिन भगवानलाई भोग लगाउनलाई आफै भोग लगाउँछु भनेर गर्मीको महिना छ, असाध्यै चर्को घाम लागेको छ, आफै भगवानको सेवा गर्दै हुनुहुन्थ्यो अम्बरीश महाराज। पछाडि पछाडि भगवान आएर हम्किँदै हुनुहुँदो रहेछ, मयूर पङ्ख लगाउनु भयो। अम्बरीश राजा छक्क परेर हेर्नुभयो, प्रभु मैले यस्तो के गरेँ त भन्दा तिमीले एकादशीको व्रत राख्यौ। एकादशीको व्रत सबै व्रतमा सबैभन्दा उच्च व्रत हो। 15 दिनमा एक दिन आउँछ एकादशी। 15 दिनमा एक दिन भोकै बस्दा मरिन्छ र? मरिन्छ कि फुक्लुक्कै मरिहालिन्छ? स्वस्थ हुन्छ अरे। विज्ञानले आज रिसर्च गरेर के भनेको छ, 15 दिनमा एक दिन खाली पेट राख्यो भने क्यान्सर हुने सम्भावना कम हुन्छ भनेको छ। एकचोटि भनिदिनु राधे राधे। किन अरे भने हामीले खाँदाखेरि यो पेटभित्र एउटा मेसिन छ जसले पचाउँछ, हो कि होइन? काम गर्छ, मेसिन जस्तै काम गर्छ यो पेटभित्र, हो। त्यो काम गर्दा 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 15 दिनमा एक दिन यसलाई रेस्ट चाहिन्छ कि चाहिँदैन? एक दिन खाली छोडिदियो भने त्यसले आफ्नो काम गर्न नछोड्ने हुँदैन। काम त गर्छ, त्यसले पचाउने काम गर्छ, तर केलाई पचाउँछ? शरीरमा भएको अनावश्यक बोसो र क्यान्सर हुने सेल्सलाई पचाउँछ अरे। त्यही भएर एकादशीको व्रतलाई सबभन्दा माथिल्लो व्रत भनिन्छ। बुझ्नुभयो नि? एकचोटि फेरि भन्नु राधे राधे। र एकादशीको व्रत बस्नुहुन्थ्यो, त्यही भएर भगवान पनि सेवा गर्न आउनुभयो। पछि अम्बरीश महाराज भन्नुहुन्छ, प्रभु यसो नगर्नुहोस्, म त हजुरको सेवा गर्ने। भगवानले भन्नुभयो, ल आजदेखि सुदर्शन चक्र तिम्रो भयो है, तिम्रो रक्षा गर्छ यसले भनेर जानुभएछ। एक दिन दुर्वासा ऋषि आउनुभएछ द्वादशीको दिन। अब द्वादशी भनेको ब्राह्मण भोजन गराउने दिन थियो। ओहो आज त ब्राह्मण आइपुग्नु भयो भनेर बडो खुसी हुनुभयो दुर्वासा आएको देखेर। अम्बरीश महाराज यता दुर्वासा मुनिले भन्नुभएछ, मैले त नुहाएकै छैन, म नदीमा गएर स्नान गरेर आउँछु, तिमी तयार गर्दै गर भन्नुभयो। जानुभयो। यता दुर्वासा मुनि नुहाएर स्नान गरेर नित्य कर्म गरेर आउन ढिलो भयो। द्वादशी सकेर त्रिदशी लाग्न आँट्यो, आउनुहुन्न। के गर्ने त अब भन्दा अरू ब्राह्मणहरूले भन्नुभएछ, भगवानलाई चढाएको चरणामृत तिमी पान गर, दोष लाग्दैन। तिमीले पानी पनि पिएको छैनौ भनेपछि भगवानको चरणामृत हातमा लिएर यसो पान गर्दै हुनुहुन्थ्यो। दुर्वासा टुप्लुक्कै आइपुग्नु भएछ। दुर्वासाले के भन्नुभयो, यसले त मलाई बोलाएर पहिले पो भोजन गरेछ, यसलाई त म मार्छु अब भनेर जट्टा भुइँमा पछारेको कालकृत्य नाम गरेको दैत्य प्रकट भइन्। मार्न भनेर यता अम्बरीश महाराजलाई मार्छु भन्दै जान लाग्दा भगवानको सुदर्शन चक्र आएर कालकृत्यको शिर छेदन गरिदियो र दुर्वासाको पछि 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 भाग्न लाग्यो। दुर्वासा मुनि भाग्न लाग्नुभयो, लौ न मलाई बचाऊ 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 भन्दै ब्रह्मलोक जानुभएछ। ब्रह्माजीलाई भन्नुभयो, मलाई बचाउनुहोस् बचाउनुहोस्। केबाट बचाउने भनेको सुदर्शन चक्रबाट। लु मेरो बसको कुरा छैन है, भागिहाल यहाँबाट। त्यहाँबाट जानुभएछ भगवान शङ्करको कैलाश पर्वतमा। भोले बाबालाई गएर भन्नुभएछ, भोलेनाथ मलाई बचाउनु पर्यो। केबाट बचाउने? सुदर्शन चक्रबाट। लु मेरो कुरा छैन यहाँ त, तिमी जाऊ नारायण भए ठाउँ। दौडेर गएर नारायणलाई गएर भन्नुभएछ, प्रभु मलाई बचाउनु पर्यो। केबाट? सुदर्शन चक्रबाट। भगवान नारायण भन्नुहुन्छ, मेरो पनि बसको कुरा छैन। त्यसो भए कसको चाहिँ छ त? हजुरभन्दा माथि को हुनुहुन्छ भन्दा अहम भक्त पराधीनो, म भन्दा माथि मेरो भक्त छ जसले एकादशीको व्रत राख्छ अरे। एकचोटि भन्नु राधे राधे। त्यही एकादशीको व्रत राख्ने अम्बरीश महाराजसँग गएर क्षमा माग, यो सुदर्शन चक्र आफै शान्त हुन्छ भनिदिनु भयो। दौडी दौडी गएर क्षमा मागेपछि अम्बरीश महाराजले सुदर्शनलाई शान्त गराउनुहुन्छ र भोजन गराउनुहुन्छ 1 वर्षपछि। यसरी एकादशीको महिमा बताइएको छ। बोल्नुहोस् एकादशी मैया की। अगाडि उहाँकै वंशमा अघि चल्दै जाँदाखेरि अनेक राजा हुन्छन्, यता सुखदेव स्वामी परीक्षित महाराजलाई अब भगवान रामको चरित्र सुनाउनुहुन्छ, जसमा दिलीपका पुत्र भगीरथले यो गङ्गालाई
यस धरतीमा ल्याउन सफल भएको कथा सुनाउनुहुन्छ र अगाडि उहाँकै वंशमा खटुवाङ नामका एक राजा हुन्छन् जसका पुत्र थिए दीर्घबाहुका पुत्र भए रघुका पुत्र भए अजका पुत्र थिए दशरथ महाराजका सन्तान भएनन्। सन्तान नभएपछि दशरथ महाराजले पुत्र कामयष्टि यज्ञ गर्नुभएछ। हजुरले रामकथा सुन्नु भएको छ कि छैन? रामकथा एकचोटि राधे राधे भन्दैौ न त। रामकथा सुन्या छैन? हजुर कतिजनाले मेरो भिडियो हेर्नुहुन्छ मोबाइलमा? एकचोटि हात उठाउनु त। ल एकचोटि राधे राधे भन्नु त। हो त्यो भिडियो तल जानु, त्यो रामकथा पनि छ। त्यो तल जान आउँदैन भने पर्सि पुष महिनामा फेरि रामकथा हुन्छ एक ठाउँमा, त्यहाँको भिडियो आइहाल्छ। अनि सुन्नु होला है रामकथा हजुरहरूले। रामकथा चाहिँ सुनुन्जेलसम्म यो आँखाबाट आँसु नै रोकिँदैन। अब कृष्ण कथा सुन्दाखेरि यो ओठको हाँसो रोकिँदैन। हेर्नुहोस् कस्तो अनौठो छ। एकचोटि भन्नु राधे राधे। बडो अचम्मको आनन्दको कथा छ रामकथा। अब तर म छोटो हजुरलाई वर्णन गर्छु। भगवान रामको जन्म हुन्छ दशरथ महाराजको घरमा। तीनवटी रानी छन् दशरथ महाराजका, कौशल्या, सुमित्रा र कैकेयी। तीन रानीबाट सन्तान नभएपछि पुत्र कामयष्टि यज्ञ गरेपछि कौशल्या महारानीले भगवान रामको जन्म दिनुहुन्छ। सुमित्रा महारानी लक्ष्मण र शत्रुघ्न र कैकेयी महारानीबाट भरतजीको जन्म हुन्छ। अब राम लक्ष्मण भरत शत्रुघ्न बढ्दै गए। गुरुकुल पठाउनु भयो। गुरुकुलमा विद्या आर्जन गरेर फर्केर आएपछि एक दिन विश्वामित्र गुरु आएर लिएर जानुहुन्छ राम र लक्ष्मणलाई, लगेर अहिल्याको उद्धार गर्नुहुन्छ। जनकपुर धाम पुग्नुहुन्छ। धनुष तोड यज्ञमा धनुष तोडेर सीता मातासँग विवाह गर्नुहुन्छ। त्यहाँ 1 वर्ष बस्नुहुन्छ। त्यहाँबाट फर्केर जानुहुन्छ दरबार अयोध्यापुरी नगरीमा पुग्नुहुन्छ। जहाँ पुगिसकेपछि एक दिन कैकेयी माताले आफ्नी दासी मन्थरा, जसले चाहिँ रामलाई राज्याभिषेक गर्न लागेको थाहा पाएपछि दौडेर आएर कुरा सुनाउँछिन्। हेर्नुहोस् यस्तै व्यक्तिसँग बडो डराउनु पर्छ। यसरी कुरा सुनाइन् कि भन्न लागिन्, तिम्रो पुत्रलाई राजा बनाउने वर माग। तिमीले यज्ञ मैदानमा 2टा वर प्राप्त गरेकी थियौ राजाबाट। अब त्यो 2टा वर मागिहाल, यही मौका हो भन्नुभयो। त्यो 2टा वर माग्न लगाउँदाखेरि के वर थियो त भन्दा, एउटा वर थियो भरतलाई राज्याभिषेक गर्ने, दोस्रो वर थियो रामलाई 14 वर्ष वनवास पठाउने। त्यो 2 वरदान मागेपछि राजा दशरथ मूर्छित हुनुहुन्छ। मूर्छित भएपछि अब राजा दशरथलाई बडो चिन्ता लाग्छ। के गरौँ त के गरौँ। यता राम भगवान अब वनवास जाने तयारी गर्नुभयो सन्यासी रूप धारण गरेर। दशरथ भन्नुहुन्छ नजाऊ छोडेर नजाऊ, म कसरी बसौँला तिमी बिना, यहाँ कसरी रहँला। बडो चिन्तामा दशरथ महाराज पर्नुभयो। तर आमाको आदेश प्राप्त गरेका राम निस्किन लाग्दा लक्ष्मण भन्छन्, प्रभु मेरो जन्म त हजुरको सेवाको लागि भएको, म कसरी बस्न सक्छु, म पनि जान्छु। त्यति बेला भरत र शत्रुघ्न चाहिँ मामा घर गएका थिए। यता अब भरत शत्रुघ्न मामा घर गएको बेलामा लक्ष्मणजी पछि लाग्नुभयो। सीता माता भन्नुहुन्छ, जुन दिन बिहे गर्नुभयो त्यो दिनदेखि म हजुरकी दासी हुँ, हजुरकी अर्धाङ्गिनी हुँ। म पनि हजुरसँगै जान्छु। जङ्गल गए जङ्गल, वन गए वन, घर बसे घर, जहाँ भए पनि मसँगै हिँड्ने हो भनेपछि तिनैजना वन प्रस्थान गर्नुहुन्छ। अयोध्यावासी पनि पछि लागे। बीचमा पुगेपछि राति सबैजना सुतेको बेला भगवानले लक्ष्मण र सीतालाई उठाएर भाग्नुभयो त्यहाँबाट, सुतेकै बेला छोडेर। अब यत्रलाई लिएर कता जङ्गल जानु, मैले के खुवाउनु यिनीहरूलाई भनेर सबलाई छोडेर त्यहाँबाट जानुभयो। पछि बाटोमा एक केवट नौका विहार गराउने एक भक्त हुन्छन् भगवानका। भगवानले आएको थाहा पाएपछि केवटले कति राम्रो काम गर्छ सुन्नु है। के भन्छन्, मैले सुनेको हे राम, तिमीले त एउटा पत्थरलाई चरण छाउने बित्तिकै स्त्री भइन रे अहिल्या।
तिमीले मेरो नौकालाई चरणले छोइदियो भने मेरो नौका अर्थात् मेरो नाउ पनि स्त्री भई भने कतिवटा पत्नी पाल्ने मैले। त्यही भएर तिम्रो चरण प्रक्षालन गरेर म पहिले जल पिउँछु अनि मात्रै तिमीलाई नौकामा बसाउँछु भनेछन्। हेर्नुहोस् यस्तो हुन्छ बुद्धिमान भक्तको चलाक। पहिले भगवानको चरण पखालेर जल पिए, आफूले मात्रै पिएनन्, पत्नी छोराछोरी सबैलाई पिए, गाउँभरिकालाई बोलाएर पनि पियाए ताकि वैकुण्ठ प्राप्ति होस्। हेर्नुहोस् अनि मात्रै लगेर नौकामा बसाए, नाउमा, अनि पार गराउँछन्। सीता माताले औँठी खोलेर दिनुभयो तर लिन मानेनन्। यदि साँच्चै दक्षिणा दिन मन छ भने मेरो घर एकचोटि टेकिदिनुहोस् है भनेछ। त्यहाँबाट अघि लाग्नुभयो। जाँदा यता दशरथजी महाराज राम राम भन्दा भन्दै प्राण त्याग गरे। भरतजीलाई मामा घरबाट ल्याएपछि भरतजीले काजक्रिया गरेर दाजु रामलाई खोज्न निस्किनुभयो जङ्गलमा, चित्रकूटमा पुगेर राम भगवानलाई भेट्नुभयो। तर राम भगवानले भन्नुभयो मेरो पिताजीको वचन म तोड्न सक्दिनँ, मेरो खराउ लिएर जाऊ। खराउ लिएर आएर राज्य सिंहासनमा राखेर राज्य गर्न लागे। भरत भन्छन् मेरो दाजु सन्यासी भएका छन्, म कसरी राज्यमा बस्न सक्छु, म पनि सन्यासी भएर बिताउँछु। छेउमा कुटी बनाएर सन्यासी जीवन बिताए। हेर्नुहोस् भाइ भनेको कस्तो हो यहाँ सम्बन्ध देखाएको छ। भरतले के सम्बन्ध बताए? भाइ दाजु भनेको दुःख बाँट्ने साधन हो, अंश बाँड्ने साधन होइन। बुझ्नुभयो नि? दाजुभाइ भनेको के रहेछ? दुःख बाँट्ने साधन रहेछ। भाइलाई पर्यो भने दाजुले सहयोग गर, दाजुलाई पर्यो भने भाइले सहयोग गर। बडो सुन्दर भावसँग भरतजीले 14 वर्ष सन्यासी भएर बिताउनु। यता सीता हरण हुन्छ, भगवान गएर रावणको अन्त्य गरिदिनुहुन्छ र सीता लिएर आएर पछि सम्पूर्ण कार्य पूर्ण गरेपछि सबै साकेत धामतर्फ जानुहुन्छ। बोल्नु श्री सीताराम भगवानको। कल्पकोटी लगी जाई न गाई भनेको एउटा दुईटा होइन, जन्मौँ जन्म गाए पनि रामकथा सकिनेवाला छैन। श्री सीताराम भगवानको। अब हामी प्रवेश गर्छौँ कृष्ण चरित्रमा, किनभने ढिलो भइसकेको छ। अब कृष्ण जन्ममा हामी प्रवेश गर्दैछौँ। यहाँ एकदम ठुलो उत्सव मनाउँछौँ है आज हामी। हेर्नुहोस् साँच्चै रमाइलो हुन्छ। हजुरहरूले कृष्ण जन्म हेर्नु भएको छ नि? अगाडि छ कि छैन? छ कि छैन? छ नि? हो। आज यहाँ एकादशीको दिनमा भगवान आउँदै हुन्छ। एकचोटि भन्नु राधे राधे। अब हामी कृष्ण चरित्रमा प्रवेश गर्छौँ। भगवान कृष्णको जन्म कसरी हुन्छ भने उग्रसेनका पुत्र कंस, जसले यो पृथ्वीमा अत्याचार, दुराचार, भ्रष्टाचार, पापाचार गर्न लागेछ कंसले, तब दिक्क भएर आज पृथ्वी माता गाईको रूप धारण गरेर ब्रह्मलोक जानुभएछ। ब्रह्मलोकमा पुगेर ब्रह्माजीलाई भन्नुहुन्छ हे ब्रह्मदेव, म बडो कष्टमा छु, म बडो दुःखमा छु, किनभने गिरीशर सिन्धु भार नहीं मोही, जस मोही गरुव एक परद्रोही। ठुला ठुला पहाड पर्वत नदी तलाउ मलाई भारी लाग्दैन, तर एउटा पापी जन्मे भने म थाम्नै सक्दिनँ भन्नुहुन्छ पृथ्वी माता। हेर्नुहोस् त, बोल्नुहोस् पृथ्वी मैया की जय जय, नेपाल आमा की। जब पृथ्वी माताले भन्नुभयो कि एउटा दुष्ट व्यक्ति जन्मे भने म थाम्नै सक्दिनँ, म के गरौँ? त्यति बेला आकाशवाणी भएछ, चिन्ता नगर, म अब देवकी र वसुदेवको 8औं सन्तान बनेर यो धरतीमा आउनेछु, अनि त्यो कंसको पनि म उद्धार गर्नेछु, चिन्ता नगर भन्नुभयो। तब सबै खुसी भए। अनि ब्राह्मणहरूलाई, सन्त महापुरुषलाई सबैलाई भन्नुभयो तिमीहरू पनि ब्रजमण्डलमा वृन्दावन धाममा गएर ग्वाल बाल मोर बन्दर मयूर सबै भएर बस्नु, वृक्ष भएर बस्नु भनेर आदेश दिनुभयो। तब सबै 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 सन्त महापुरुष पनि देवी देवता पनि खुसी भए। र यता महाराज कंसले अब सोचेछन् मेरी बहिनीको विवाह गराउनु पर्यो। अब बहिनीको विवाह, देवकीको विवाह कोसँग गराउने त भन्दा कोही भेटेनन्। मित्र वसुदेवको याद आयो। तब वसुदेवसँग विवाह गराउने निधो गरेर आज
हाम्रो कथाको मण्डपमा पनि वसुदेव र देवकीलाई लिएर कंस आउँदैछन्। हेर्नुहोस् है, आज विवाह धुमधामसँग सकाउँछन् र देवकी र वसुदेवलाई आफै पुर्याउन जान्छु भनेर कंस महाराज हाम्रो कथाको मण्डपमा आइपुगेछन्। अब हेर्नुहोस्, यो छटा हामी दर्शन गर्छौँ। ल अब छिट्टो हामी दर्शन गरेर अनि मात्र कृष्ण जन्म उत्सवमा प्रवेश गर्छौँ है त। अब हेर्नुहोस्, कंस महाराजले कसरी देवकी र वसुदेवलाई लिएर आउँदैछन्, यो छटा दर्शन गरौँ। बोल्नुहोस् कृष्णचन्द्र भगवानको। मेरो प्राणभन्दा पनि प्यारी मेरो बहिनीलाई अत्यन्त प्रिय मित्र वसुदेवको हातमा सुम्पिन गइरहेको छु। मेरा सम्पूर्ण प्रजाहरू बेहुली र बेहुला आउनको लागि बाटोहरू खाली गरिदिनुहोस्। मित्र वसुदेव आउनुहोस्, सँगै सँगै आउनुहोस्। कुल देवताको मन्दिरलाई परिक्रमा गरिसकेका छौँ। हिँड्नुहोस्, अब हजुरलाई मैले आफै पुर्याउन जान्छु। आज यो भतेर खाना भनेपछि प्रजाहरू पनि कसरी आएका? ठिक छ, अत्यन्त खुसी छु। मेरो आत्मादेखि नै माया गरेकी मेरी बहिनीको विवाहमा यति धेरै प्रजाहरू आएर दर्शन गर्नै पर्छ। मित्र वसुदेव अगाडि आउनुहोस् हजुर। जो आज्ञा महाराज। आउनुहोस्, हजुर सँगै मेरो सँगसँगै हिँड्नुहोस्। अवश्य जेठाम्सा महाराज, आज हजुरले यति कष्ट किन गरिरहनु भएको छ? होइन वसुदेव, मेरी बहिनी म आफूभन्दा पनि बढी माया गरेर राखेकी मेरो बहिनी हो। त्यसैले मेरो बहिनीको विवाहमा पूर्णता दिनको लागि बस जे पनि गर्न तयार छु। महाराज, हजुरले विवाह सुसम्पन्न गरेर हामीलाई विदाई गरिबक्सदा हुन्छ प्रभु। विवाह सुसम्पन्न भइसक्यो, अब हामीलाई विदाई गरिदिनु भए हामी आभारी हुने थियौँ। मित्र वसुदेव, हजुरले भनेको कुरा पनि ठिकै हो। वसुदेव, आज मैले अघि पनि भनिसकेको छु, अत्यन्त माया गरेर राखेको बहिनीलाई छुट्टै गाह्रो भइरहेको छ। मित्र किन चिन्ता लिनुहुन्छ महाराज? हजुरको बहिनी आज मेरो प्राण प्यारी भएकी छिन्। जति हजुरले माया गर्नुभएको थियो त्यो भन्दा पनि बढी माया गरेर म यिनलाई पाल्नेछु। निश्चिन्त हुनुहोस् महाराज। म हजुरको परम मित्र, आजदेखि हजुरको नाताले ज्वाइँ पनि भएको छु। अवश्य अवश्य वसुदेव, आज त्यही खुसियालीमा मेरी बहिनीलाई हजुरको द्वारसम्म पुर्याउने मेरो जिम्मा लिएको छु। आफै म पुर्याउन जान्छु। किन कष्ट गर्नुहुन्छ महाराज? यहाँसम्म त पुर्याइहाल्नु भयो, अब हामी आफै जान सक्छौँ महाराज। हजुरले कुनै कष्ट गरिबक्सन पर्दैन महाराज, हामी आफै गइहाल्छौँ नि। होइन वसुदेव,
मैले मेरो बहिनी र हजुरलाई घरसम्म पुर्याउने आत्मादेखि वचन गरिसकेको छु। महाराज को जो आज्ञा महाराज। त्यसैले त्यसो भए महाराज। हे डोले हो हिँड भित्र बस्दै हिँड्नुहोस्। महाराज जानुपर्ने टाढा छ महाराज, समय पनि बितिसकेको छ, त्यसैले विलम्ब नगरिकन अब शीघ्र हामी दरबारतर्फ लाग्नुपर्छ महाराज। एक अंश तैले जसलाई डोलीमा राखेर आफै पुर्याउन जाँदैछस् तिनै देवकीको 8औं गर्भमा तेरो काल जन्मनेछ। त्यसैले होशियार रहनु। बस्दै यो के सुन्दैछु मैले? के बोल्दैछौ तिमी? महाराज म पनि यही सुन्दैछु महाराज। तिमीले बोलेको होइन? महाराज कोले बोलिरहेको छ? यो कसको आवाज आइरहेको छ यहाँ? महाराज यो पक्कै पनि कसैले छल गरेको हुन सक्छ महाराज। हाम्रो मित्रतादेखि डहा ईर्ष्या गरेर कसैले छल गरेको हुन सक्छ महाराज। यो कसैको छल हो, यसमा विश्वास नलिनुहोस् महाराज। को हो यो यसरी छल गर्नेवाला? आकाशवाणी। आकाशवाणी? ए वसुदेव म के सुन्दैछु? यो आकाशवाणी रे? आकाशवाणी अहिलेसम्म कुनै नित्य भएको छैन महाराज। यो पक्कै पनि आकाशवाणी नभएर कसैले छल गरेको हुन सक्छ महाराज। होइन होइन वसुदेव, यो आकाशवाणी भनेर भनिरहेको छ र कसैको पनि अनुहार देखिरहेको छैन त्यसो बोल्नेवाला। आज लाग्यो, आज मेरो बहिनीको 8औं गर्भबाट मेरो काल जन्मिँदैछ अरे। ए वसुदेव मैले के सुन्दैछु? महाराज म पनि त्यही सुन्दैछु महाराज। यो हुन सक्दैन महाराज। यो कसरी सम्भव छ महाराज? यो कदापि पनि हुन सक्दैन। यो कसैले छल गरेको हो महाराज, यसमा विश्वास नगर्नुहोस्। ए वसुदेव आकाशवाणी कहिले पनि नित्य भएको छैन। यो आकाशवाणी साँचो हो भने, यो साँचो हो भने पक्कै पनि आकाशवाणीले भनेको कुरा कहिले पनि झुटो भएको छैन। महाराज यो के भन्दै हुनुहुन्छ महाराज हजुर? हो वसुदेव म ठिक भन्दैछु वसुदेव। आज यसको गर्भबाट मेरो काल जन्मिँदैछ भन्ने कुरा आकाशवाणीले भनेको छ। आकाशवाणीले भनेको कुरा अहिलेसम्म नित्य भएको छैन। महाराज मैले भनिहालेँ नि, यो आकाशवाणी नभएर कसैले झुटो बोलेको हो महाराज। यो मिथ्या हो। झुटो बोलेको भए आक्रोशमा नआउनुहोस् महाराज। झुटो बोलेको भए खोइ कहाँ छ त्यो झुटो बोल्नेवाला? को हो? त्यसलाई अगाडि लिएर आउनु पर्यो। किन झुटो बोल्दैछ? मेरो बहिनी माथि कोट किन लगाउँदैछ? त्यो कहाँ छ? त्यसलाई लिएर आउनु पर्यो वसुदेव। नत्र भने पक्कै त्यो आकाशवाणी हुनुपर्छ। यदि त्यो आकाशवाणी हो भने पक्कै पनि झुटो छ। जाँदा जाँदै बीचबाट महाराज आकाशवाणी हुन्छ। महाराज क्षमा गर्नुहोस् महाराज। जाँदा जाँदै यसरी किन क्रोध गर्नुहुन्छ? देवकीको कोखबाट तेरो काल हुनेछ। अहिले पनि बोल्यो वसुदेव, अहिले पनि बोल्यो। कोखबाट तेरो काल जन्मन्छ। महाराज यो के गर्दै हुनुहुन्छ महाराज? दरबार घुमायो बहिनी काट्न कंसासुरले दरबार घुमायो। बहिनी काट्न कंसासुरले दरबार घुमायो। घुमाई कंसाले दरबार घुमायो। ए दरबार घुमायो। ए बहिनी काट्न कंसासुरले दरबार घुमायो। बहिनी काट्न कंसासुरले दरबार घुमायो। तेस्रो बाणी सुन्न साथ कंसा चकित भयो। तेस्रो बाणी सुन्न साथै कंसा चकित भयो। कमराको तरबार झिकी देवकी छोड गयो। अरे कमराको तरबार झिकी देवकी छोड गयो।
दरबार घुमायो है दरबार घुमायो यसलाई बहिनी घाटमा कंसासुरले दरबार घुमायो बहिनी घाटमा कंसासुरले दरबार घुमायो 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 दरबार घुमायो ए मन डरायो ए बहिनी घाटमा कंसासुरले दरबार घुमायो बहिनी घाटमा कंसासुरले दरबार घुमायो बहिनी घाटमा कंसासुरले दरबार घुमायो ए बहिनी घाटमा कंसासुरले दरबार घुमायो महाराज तिमीलाई चकिने काम नगर महाराज यसरी एउटा अबला नानी अति यस्तो अत्याचार नगर्नुहोस् महाराज भर्खरै हजुरले कन्यादान दिएर पठाउनु भएको छ जय वसुदेव यो अबला नारी कसरी हुन सक्छ यसको आठौँ गर्भबाट मेरो काल जन्मिँदैछ भन्ने कुरा आकाशवाणीले भनेको छ यो अबला नारी कसरी हुन सक्छ महाराज अघि भर्खर कन्यादान दिएर हजुरले पठाउनु भएको आफ्नै बहिनीलाई आफै मार्न खोज्दै हुनुहुन्छ महाराज यस्तो महापाप नगर्नुहोस् महाराज महापापको र पुण्यको कुरै छैन वसुदेव यसको गर्भबाट मेरो मृत्यु जन्मिन्छ भने यसलाई नै मार्यो भने मेरो मृत्यु कसरी जन्मिँदो रहेछ त्यो आकाशवाणीलाई भने मैले आज मिथ्या बनाउने कोसिस गरिरहेको छु वसुदेव त्यस कारणले गर्दा यसलाई मलाई सुम्प्यो यसलाई हजमा मारी छोड्दिनँ महाराज एउटा कुरो बिन्ती गर्न चाहन्छु महाराज सुन्नुहोस् भन्नुहोस् महाराज हजुरलाई डर के को भन्नुहोस् हजुरलाई डर के को हो महाराज डर यसको गर्भबाट जन्मिने आठौँ गर्भको महाराज यिनको गर्भबाट जन्मिने बच्चादेखि हजुरलाई डर होइन महाराज हो यदि त्यसो हो भने हजुरलाई डर नै यिनको बच्चादेखि जन्मिने यिनको गर्भदेखि जन्मिने बच्चादेखि हो भने प्रभु म हजुरलाई बिन्ती बिसाउन चाहन्छु जति पनि देवकीको कुखमा बच्चाहरू जन्मिनेछन् म सबै हजुरलाई बुझाउनेछु तर बिन्ती छ महाराज देवकीलाई नबार्नुहोस् बिन्ती छ हो महाराज वसुदेव तिम्रो यो बिन्ती तिम्रो यो वाचा साँच्चै नै पूर्ण गर्न सक्छौ होइन महाराज आजसम्म वासुदेवले कहिल्यै पनि झुटो बोलेको छैन महाराज ठिक छ वसुदेव हजुरलाई थाहा छ नि म कतिसम्म सत्यवादी छु भन्ने कुरा हजुरले चिन्नु भएकै छ नि महाराज सुनेको छु वसुदेव त्यसैले त त्यसलाई सुम्पिएको थियो तिमीबाट तिमी सत्य छौ तिमीले अहिलेसम्म झुट बोलेको छैनौ यसलाई राम्रोसँग पालन पोषण गर्न सक्छौ भने आत्मादेखि विश्वास थियो त्यसैले सुम्पिएको थियो वसुदेव महाराज हजुरको विश्वासमाथि विश्वासघात गर्न दिने छैन महाराज जति पनि देवकीको कोखबाट बच्चाहरू जन्मिनेछन् म सबै हजुरलाई ल्याएर बुझाउनेछु प्रभु वाचा गर वसुदेव वाचा गर प्रभु प्रत्येक बच्चालाई मैले निचोडी मार्नेछु प्रत्येक बच्चा यसै काखमा राखेर यसको बच्चालाई मैले निचोडी मार्नेछु महाराज। कसरी मार्दो रहेछ मलाई यसको आठौँ गर्भले हेर्छु म महाराज वाचा गर वसुदेव हजुरले देवकीलाई मार्नुहुन्न भने म वाचा गर्छु मेरो वाचा भयो जति पनि बच्चाहरू जन्मिनेछन् यिनका कोखबाट सबै बच्चा म हजुरलाई टक्राउनेछु महाराज तर बिन्ती छ सबै बच्चाहरू एक एक गरेर बुझाउँछ होइन वसुदेव हजुरलाई आठौँ गर्भदेखि डर होइन हो सबै एक एक गरेर आठौँ गर्भसम्म सबै बच्चाहरू म हजुरलाई बुझाउनेछु मेरो वाचा भयो तर वसुदेव तिमीलाई मैले त्यसै छोडे भने जे पनि हुन सक्छ महाराज त्यसैले तिमीलाई मैले आफ्नै कारागारभित्र राख्ने निर्णय गरिसकेको छु मनस्थितिबाट मेरो कारागारभित्र गएर तिम्रा बच्चाहरू प्रत्येक बच्चाहरूलाई मैले प्रत्येक बच्चाहरूलाई यसरी मार्नेछु प्रत्येक बच्चाहरूलाई निचरी मार्नेछु अवश्य महाराज हजुरले जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ तर बिन्ती छ महाराज देवकीलाई नमार्दिनुहोस् ठिक छ वसुदेव तिमीले बोलेका प्रत्येक वाचाहरू यदि सत्य छन् भने हिँड मेरो काल कोठरीभित्र गएर बस त्यसैमा जन्मिन्छ तिम्रा बच्चाहरू र यसबाट जन्मिने बच्चाहरूलाई मैले अवश्य महाराज आउँदैन आज मेरो काल जन्माउने वाली ठिक छ तँलाई मैले जानेको छु हिँड यसरी कंसले देवकी र वसुदेवलाई लगेर कारागारमा बन्द गरेर राख्छन् हेर्नुहोस् हजुरहरू वृन्दावन कतिजना जानुभएको छ कोही जानुभएको छ यहाँ वृन्दावन जाने कतिजना हुनुहुन्छ हात उठाउनु त एकचोटि हेरौँ ल एकचोटि राधे राधे भन्नु त
हजुरले त्यो कारागार हेर्नुभयो कि हेर्नु भएन? कंसले थुनेर राखेको त्यो कारागार हेर्नुभयो? आज पनि त्यो कारागार जस्ताको तस्तै छ, जहाँ भगवान कृष्ण जन्मिनु भएको थियो र कंसले लगेर देवकी र वसुदेवलाई जहाँ बाँधेर राखेको थियो त्यो कारागार छ मथुरामा। र त्यहाँ लगेर बन्द गरेर राखेपछि समय बित्दै गयो, पहिलो सन्तान जन्मियो, त्यो सन्तान कंसले पत्थरमा बजारेर मार्यो। दोस्रो जन्मियो, त्यसलाई पनि पत्थरमा बजारेर मार्यो। तेस्रो, चौथो, पाँचौँ, छैठौँ 6 सन्तान जन्मे, 6 सन्तानलाई मारिदियो। 7औं सन्तानमा बलरामजी आउनुभयो। बलरामजी हतार हतार भगवानले सोच्नुभयो बलरामजीको जन्म भयो भने कंसले त त्यसलाई मार्न सक्दैन, बरु उल्टै बलरामजीले कंस मारिदिनुहुन्छ। त्यही भएर बलरामजीलाई रोहिणी माताको गर्भमा लगेर सारिदिनु भयो, जो वसुदेव महाराजकी अर्की रानी थिइन्। वसुदेवको पहिलो अर्की श्रीमती, जो चाहिँ नन्द बाबाको घरमा नन्द गाउँमा बस्थिन्। यता नन्द बाबाको घरमा केही सन्त महापुरुषहरू आउँछन्। नन्द बाबाले दण्डवत गर्नुभयो। सन्त महापुरुषले आशीर्वाद दिए, पुत्रवान भव भनेर। तब नन्द बाबाले पुत्र कामयष्टि यज्ञ गर्नुभयो पुत्र प्राप्तिको लागि। तब यशोदा माता पनि गर्भवती हुनुभयो। यता देवकीको अब 8औं सन्तान यानि कि कंसको काल जन्मिने बेला भएपछि कंसले अझै धेरै सैनिकहरू धेरैभन्दा धेरै कडा गर्न लाग्यो। समय बित्दै गयो। अब समय भयो भगवान श्रीकृष्ण यो धरतीमा आउने समय भयो। बिस्तारै बिस्तारै भाद्रको महिना आयो, अष्टमी तिथि आयो। कालो कालो बादल आकाशमा रातिको 12 बज्न लागेको छ। घनघोर वर्षा भयो, बादल गर्जिएको छ, अत्यन्तै ठुलो वर्षा भएको छ। अब भगवान यो धराधाममा आउन लाग्नुभयो। तब त्यति बेला सबै देवी देवताहरू आएर आज भगवान श्रीकृष्णको गर्व स्तुति गर्छन्। सबैले भगवानलाई अब यो धरतीमा आउनु भनेर प्रणाम गरेर स्वागत गर्न लागे। आउनुहोस् हामी पनि भगवानको स्वागत गरौँ। अब हामीले स्वागत नगरी भगवान आउनुहुन्न है, भगवानलाई स्वागत पुकार्नुपर्छ अनि मात्र भगवान एकछिनपछि आउनुहुन्छ। यस बिचमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दुलेगौडा शाखा प्रमुख रश्मि खड्काज्यू पाल्नु भएको छ। उहाँलाई म मञ्च आसनको लागि आग्रह गर्न चाहन्छु यसमध्येमा। र आउनुहोस् अब हामी भगवान श्रीकृष्णको स्वागत गरौँ। स्वागतम कृष्ण स्वागतम कृष्ण स्वागतम कृष्ण स्वागतम कृष्ण हो स्वागतम शुभ स्वागतम शरणागतम कृष्ण हो स्वागतम शुभ स्वागतम शरणागतम कृष्ण स्वागतम कृष्ण शरणागतम कृष्ण। सबैले मिठी मिठी ताली बजाउनुहोस् है। भगवान अब आउँदै हुनुहुन्छ एकछिनमा। हरि बोल। परं त्रिसत्यं सत्यस्य योनिं निहितं च सत्य सत्यस्य
सत्यनेत्रं सत्यात्मकं त्वां शरणं प्रपन्ना हरि बोल सत्यस्य सत्य प्रेत सत्यनेत्रं सत्यात्मकं तं शरणं प्रपन्ना स्वागतं कृष्णा शरणागतं कृष्णा स्वागतं कृष्णा शरणागतं कृष्णा स्वागतं शरणागतं सुस्वागतं कृष्णा स्वागतं शरणागतं सुस्वागतं कृष्णा स्वागतं कृष्णा सबैले शरणागतं कृष्णा स्वागतं सबैले भन्नु होला है भगवान कृष्ण पागल हुँदैछ स्वागतं कृष्णा स्वागतं कृष्णा शरणागतं कृष्णा स्वागतं कृष्णा शरणागतं कृष्णा शरणागतं कृष्णा शरणागतं कृष्णा श्री कृष्णचंद्र भगवान को भगवान गर्भबाट आउनु भएन पहिले सशरीर आउनुभयो चतुर्बाहु रूपमा दर्शन दिनुभयो कसलाई देवकी र वसुदेवलाई बोल्नुहोस् पूर्ण पुरुषोत्तम श्री कृष्ण भगवानको दर्शन दिनुभयो अनि भन्नुभयो अब म एकछिनपछि बच्चाको बालकको रूपमा परिणत हुन्छु जब म बच्चा बन्छु मलाई लिएर जानु कहाँ गोकुलमा गोकुलमा एउटा सानो बालिका छोरी जन्मिएकी छन् कसको यशोदा माताको त्यहाँ जन्मिएकी सानै बालिकालाई लिएर यहाँ आउनु मलाई लगेर त्यहाँ छोडेर आउनु अनि प्रभु यो द्वारपालेहरू के गर्छन् फेरि भगवानले भन्नुभयो जब मेरो जन्म हुन्छ यी द्वारपाले सबै सुत्छन् यी द्वारहरू आफै खुल्छन् अनि मलाई तिमीले डालीमा बोकेर लगेर यमुना पारी गोकुलमा लगेर छोड्नु है भन्नुभयो घनघोर वर्षा भएको छ भगवान अब यो धराधाममा आउन तयार हुनुभयो भाद्रको महिना अष्टमीको दिन रातिको ठीक 12 बजे बुधबारको समय छ रोहिणी नक्षत्र छ भगवान यो धराधाममा आउनुहुन्छ कृष्ण कन्हैया लाल की जय जय हो बाल मुकुंद भगवान की आज भगवान स्वयं जब प्रकट हुनुभयो तब सानो लालालाई बोकेर त्यो कृष्ण कन्हैयालाई बोकेर स्वयं वसुदेवजी महाराज आज यमुना पारी गोकुलतर्फ जाँदै हुनुहुन्छ हाम्रो कथाको मण्डपमा पनि यो गोकुलमा अब हामी धुमधाम उत्सव मनाउँछौँ भगवान आउँदै हुनुहुन्छ अब भगवानलाई यहाँ बोलाउँ है त हामी पनि है आज हजुरहरूले ल्याउनु भएको चक्लेट माखन मिश्री जे छ हामी हजुरहरूलाई लुटाउन आउँछौँ त्यहीँ आउँछौँ तल आउँछौँ हजुर आत्तिनु पर्दैन आज किनभने यो भगवानको प्रकट उत्सव भनेको नि सामान्य होइन भगवान यो धराधाममा आउँदै हुनुहुन्छ यसकारण यो उत्सवमा सरिक रहौँ एकादशीको दिन पावन पवित्र समय मिलेको छ भगवानलाई हामी स्वागत गरौँ गोविन्द गोकुल आयो गोविन्द गोकुल आयो गोविन्द जय हो आयो गोविन्द गोकुल आयो गोविन्द गोकुल आयो जी आयो गोविन्द गोकुल आयो नंद भवन में नौमत बाजे
ताली सेवा गरौँ है। भगवान कृष्णको प्रकट्य हुँदैछ। सबैले एकदम प्रेमले ताली बजाउनु होला। जसले जसले ताली बजाउनुहुन्छ भगवानको कृपा मिल्छ। ताली नबजाउनेवालालाई भगवानको कृपा मिल्दैन है। सबैले एकदम प्रेमले ताली सेवा गरौँ है। सबैले प्रेमले इत गोकुल उत मथुरा नगरी, इत गोकुल उत मथुरा नगरी, इत गोकुल उत मथुरा नगरी, इत गोकुल उत मथुरा नगरी। बीच बहत है जमुना गहरी, बीच बहत है जमुना गहरी। गोकुल में सुख मथुरा में दुख, गोकुल में सुख मथुरा में दुख। आनंद मोद बढ़ायो जी आयो, गोविंद गोकुल आयो, गोविंद गोकुल आयो, गोविंद गोकुल आयो जी आयो, गोविंद गोकुल आयो। सबैले दर्शन गरौँ, ताली सेवा गरौँ भगवानको। आनंद मगन यशोमती रानी, आनंद मगन यशोमती रानी, आनंद मगन यशोमती रानी, आनंद मगन यशोमती रानी। हजुरहरूले पनि भगवान कृष्णजीको दर्शन गर्ने हो, कृष्णजीको दर्शन गर्ने हो। ल अहिले पहिला हामी नन्दोत्सव मनाउँछौँ, त्यसपछि यहाँहरूले सबैले कृष्णजीको दर्शन गर्नुहोला। आनन्द मगन यशोमती रानी, पछाडि पनि पुग्ने गरी है। आनन्द भरी जमुना महारानी, आनन्द भरी यमुना महारानी। गोपी को सुख गौवन को सुख, गोपन को सुख गौवन को सुख। कंस को मुख कमलायो जी आयो, गोविंद गोकुल आयो, गोविंद गोकुल आयो, गोविंद गोकुल। ठाउँमा बसौँ है सबैजना। गोविंद गोकुल आयो। हे नंद क्या आनंद भयो, जय कन्हैया लाल की। हे नंद क्या आनंद भयो, जय कन्हैया लाल की। हे गोकुल में आनंद भयो, जय कन्हैया लाल की। हे ब्रज में आनंद भयो, जय कन्हैया लाल की। जय कन्हैया लाल की, जय सोदा 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 लाल की। ए नंद के लाल की। हजुरहरूले सबै सामान अगाडि मात्रै भयो के? जय कन्हैया लाल की। पछाडिसम्म पुग्ने गरी पुर्याउनु होला। अगाडि मात्र सबै पछाडि लैजानु, पछाडि अब ल त। त्यही भएर पछाडि बस्नुहुन्न, अगाडि बस्नुपर्छ भने।
पछाडि बस्यो भने गोपाल, सबै त्यसरी पछि होइन, परेको छ। त्यसरी होइन, होइन, हेलो ओ गोपाल आँखामा पर्छ है आँखामा लाग्छ चोट है लाग्छ बिस्तारै के, गर्नु चोट होला लाग्छ पछाडिबाट फालिदिनुहोस् भने हो भाइ। सबैले अब प्रेमले है चोट लाग्ला है, चोट लाग्ला। ए नंद के आनंद भयो जय कन्हैया लाल की। ए नंद के आनंद भयो जय कन्हैया लाल की। गोकुल में आनंद भयो जय कन्हैया लाल की। ब्रज में आनंद भयो जय कन्हैया लाल की। गोकुल में आनंद भयो गोकुल में आनंद भयो जय कन्हैया लाल की। गोकुल में आनंद भयो जय कन्हैया लाल की। ब्रज में आनंद भयो जय कन्हैया लाल की। हामीलाई बधाई गर्दा गयो जय कन्हैया लाल की। गोकुल में आनंद भयो जय कन्हैया लाल की। गोकुल में आनंद भयो जय कन्हैया लाल की। ए नंद के आनंद भयो जय कन्हैया लाल की। ए नंद के आनंद भयो जय कन्हैया लाल की। ए नंद के आनंद भयो जय कन्हैया लाल की। ए गोकुल में आनंद भयो जय कन्हैया लाल की। ए नंद के आनंद भयो जय कन्हैया लाल की। ए गोकुल में आनंद भयो जय कन्हैया लाल की। यहाँ भगवान कृष्णको दर्शन गर्न चाहनुभएको छ। हामीले चाहिँ दर्शन गर्न नपाउने भन्दै हुनुहुन्छ। हजुरहरू सबैले भगवान कृष्णलाई चढाउने वस्तु हाम्रो नन्द बाबा र यशोदा मैयाले आउँदै हुनुहुन्छ। हजुरहरूले कृष्णको दर्शन गर्दै गर्नु होला, आनन्दले दर्शन गर्नु होला र हामी मस्तीमा झुमेर नाच्छौँ पनि। आज भगवान कृष्णको प्राकट्य उत्सवमा जो नाच्यो उसले पायो, नाच्नेवालाले पाउँछ है। अब हामी नाच्ने भजन गाउँछौँ। हजुरहरू कृष्णजीको दर्शन गर्दै गर्दै भगवान कृष्णलाई चढाउनको निम्ति जे ल्याउनु भएको छ भगवान कृष्णलाई अर्पण गर्नुहोला। र खोइ अब आयोजक समितिले सबै कलाकारहरूलाई गुरुवर्गलाई बधाई दिनुपर्ने हो। अर्जुन दाई खोइ होइन अर्जुन दाई ल अब हजुरहरू सबैजना नाच्नुपर्छ। हामी अब एकचोटि सबैजनाले नन्द बाबा र यशोदा मैयालाई बधाई भनौँ है। हामी मैयाबाट बधाई हो भन्छु, हजुरहरूले बधाई हो भन्नु होला है त। सबैले बधाई दिउँ र नाच्ने बेलामा आफ्ना आफ्ना मोबाइल, कानका कुण्डल, गलाका सिक्री अनि हातमा लगाएका गहनाहरू अलि विचार गर्नु होला। चाबीका जुत्ता अनि स्याउ टोकेका मोबाइलहरू अलि विचार गर्नु होला होइन। घर जाने बेलामा फेरि नहोला। आफ्नो सामानको सुरक्षा गर्नु होला। नाच्ने बेलामा भिडभाडमा कतै खस्न सक्छ। र अब सबैजनाले एकचोटि प्रेमले भनौँ, बधाई भनौँ है त। नन्द बाबा बधाई हो, बधाई हो, अलि जोडसँग भनौँ। यशोदा मैया बधाई हो, बधाई हो, बधाई हो। भएन यति बधाईले हुँदैन है हजुर। भगवान कृष्णको प्राकट्य उत्सवमा ननिस्केको आवाज कहिले निस्कन्छ? सबैले एकचोटि फेरि भनौँ, यशोदा मैया बधाई हो, बधाई हो, बधाई हो। नन्द बाबा बधाई हो। अझै जोडसँग भएन। यशोदा मैया बधाई हो, बधाई हो, बधाई हो, नन्द बाबा बधाई हो। बधाई हो, बधाई हो। ल अब हजुरहरूले कृष्णजीको दर्शन गर्दै गर्नु होला। अब हामी नाच्ने भजन गाउँछौँ। भगवानको जन्मोत्सवमा ननाच्नेवाला संसारकै सबैभन्दा अभागी हुन्छ है। विचार गर्नु, भगवानको प्राकट्य उत्सवमा पनि ननाच्ने अनि होइन। अब सबैजना नाच्नुपर्छ है। ल अब सबैजना नाच्छौँ है त। हरे तिरिरी मुरली फिरिरी चुनरी। एक दुई तिन चार। वृन्दावनको माझैमा झम्के साँझेमा, वृन्दावनको माझैमा झम्के साँझेमा। हरि हरि तिरिरी मुरली फिरिरी चुनरी, तिरिरी मुरली फिरिरी चुनरी। वृन्दावनको माझैमा झम्के साँझेमा, वृन्दावनको माझैमा झम्के साँझेमा। जय राधा,
कृष्ण भगवानको जय हो सबैजना नाचौ है मयूर पंख सिरैमा यमुनाको तिरैमा मयूर पंख सिरैमा यमुनाको तिरैमा ए वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा फिरी मुरली फिरी चुनरी फिरी मुरली फिरी चुनरी वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा जय राधे जय राधे चाँदनीको रातैमा सुनको बम्सी हातैमा चाँदनीको रातैमा सुनको बंसी हातैमा वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा फिरी मुरली फिरी चुनरी फिरी मुरली अरे फिरी चुनरी वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा जय राधे जय हो जय है नासरम चम्पा बेली फुलेका भमरा झुलेका चम्पा बेली फुलेका भमरा झुलेका वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा जय राधे मुरली फिरी चुनरी फिरी मुरली फिरी चुनरी वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा जय राधे श्री कृष्ण भगवान को हे हे नाच राधा नाच नाच राधा नाच मयूर पंख सिरैमा यमुनाको तिरैमा मयूर पंख सिरैमा यमुनाको तिरैमा वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा फिरी मुरली फिरी चुनरी फिरी मुरली फिरी चुनरी वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा जय राधे हे हे नाच राधा नाच नाच राधा नाच हातमा बाजु बन्द छ हावा मन्द मन्द छ हातमा बाजु बन्द छ हावा मन्द मन्द छ वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा फिरी मुरली फिरी चुनरी हरि 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 फिरी मुरली राधे वृन्दावनको माझैमा झम्के साँझेमा वृन्दावनको माझैमा झम्के साँझेमा